अहिले सरकारले सुकुम्बासी बस्तीहरू सबै भत्काउने नीति लिएर अगाडि बढिरहेको देखिन्छ। हाम्रो सुझावहरू एक ठाउँमा राखेर आफ्नै तरिकाले अगाडि बढेको देखिन्छ। यो चाहिँ कसो के भएको हो भन्ने बारेमा थोरै म तपाईलाई मैले बुझेको कुराहरू भन्छु है। अहिलेको हाम्रो प्रधानमन्त्रीज्यू पहिला के अरे काठमाडौँ महानगरको मेयर हुँदाखेरि उहाँले एक समयमा फोहोर व्यवस्थापन गर्न सक्नु भएन। त्यसले गर्दाखेरि मैले अलिअलि यसो छेडखानी पनि गरिदिएको थिएँ। त्यतिखेर थुप्रै उहाँको समर्थकहरूले मेरो विरोध पनि गर्नुभएको थियो, केही छैन। त्यसपछि उहाँ फोहोर सफा गर्नतर्फ लाग्नुभयो अनि फोहोर केही महिनामा उहाँले ठिकै व्यवस्थापन पनि गर्नुभयो। त्यस पछाडि उहाँले सुकुम्बासी बस्तीलाई पनि एक खालको फोहोर जस्तो देख्नुभयो जस्तो लाग्छ मलाई चाहिँ। अनि सुकुम्बासी बस्तीहरू हटाउने यो कामहरू गर्नु थाल्नुभयो। त्यो क्रममा अब थापाथलीमा सुकुम्बासी बस्ती हटाउने क्रममा चाहिँ उहाँलाई असफलता मिल्यो। कमब्याक हुनु पर्यो हैन, ड्रब्याक गर्नु पर्दाखेरि चाहिँ त्यो एक खालको इगो उहाँको मनमा छ जस्तो मलाई चाहिँ लाग्छ। त्यसले गर्दाखेरि अहिले अब प्रधानमन्त्री बन्नु भएको छ।